आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीको एकदमै ठूलो संख्यामा विज्ञापन खुलाउँदैछ। कहिले विज्ञापन खोल्दैछ, कति संख्यामा खोल्दैछ, उमेर, तौल, हाइट, शैक्षिक योग्यता कति चाहिन्छ, सबै कुरा तपाईहरुलाई बताउने छु। र तपाईहरुले कसरी म्यादी प्रहरीमा भर्ना हुन सक्नुहुन्छ, यानी म्यादी प्रहरीको जागिर खान सक्नुहुन्छ। मात्र तपाईहरुले 40 देखि 45 दिन काम गरेर त्यो अनुसारको तपाईले तलब पाउन सक्नुहुन्छ। सो म्यादी प्रहरीमा भर्ना हुनको लागि यानी म्यादी प्रहरी को जागिर खानको लागि केही क्राइटेरियाहरु पूरा गर्नुपर्छ, यानी केही योग्यताहरु पूरा गरेको हुनुपर्छ। के योग्यता रहेको छ सबै म तपाईहरुलाई स्टेप बाइ स्टेप भनिरहेको छु, तपाईहरुले ध्यान दिएर सुन्नु होला। सुरुमा नेपाली नागरिक हुनुपर्ने, साधारण लेख पढ गर्न जान्ने। यसमा कुनै पढाइ तोकेको छैन कि 8 पास भएको मान्छेले मात्र म्यादी प्रहरीको जागिर खान सक्छ। तपाईहरुले साधारण लेख पढ गर्न जान्नु भएको छ भन्ने मजाले तपाईले म्यादी प्रहरीमा भर्ना हुन सक्नुहुन्छ। त्यसैगरी कुनै फौजदारी अभियोग नलागेको, शारीरिक मानसिक रूपले तन्दुरुस्त, कुनै राजनीतिक दलको सदस्य नभएको, आँखा -2 वा +2 भन्दा बढी कमजोर नभएको, पुरुषको हकमा घटीमा उचाइ 5 फिट 2 इन्च, छाती 31 देखि 33 इन्च, तौल यानी वेट 50 केजी, उमेर 18 वर्ष पुगेको र 54 वर्ष ननागेको। र त्यसैगरी महिलाको हकमा घटीमा उचाइ 5 फिट, तौल 42 केजी, गर्भवती नभएको। सो यदि तपाईले यो सबै योग्यता पूरा गर्नु भएको छ भन्ने मजाले तपाईले म्यादी प्रहरीमा भर्ना हुन सक्नुहुन्छ, यानी म्यादी प्रहरीको जागिर खान सक्नुहुन्छ। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल प्रहरीले लगभग 1,15,000 देखि 1,20,000 म्यादी प्रहरीको विज्ञापन खुलाउँदैछ। म्यादी प्रहरीमा भर्ना हुनको लागि अहिले फर्म खुलेको छैन। फर्म खुल्यो भने म तपाईहरुलाई जानकारी गराउने छु र फर्म कसरी भर्ने त्यो पनि सिकाउने छु।